समितिले हामीले त्यसलाई व्यवस्थापन गर्दै अगाडि ल्याएको थियौं। आज 82 सालमा आइरहँदाखेरि हाम्रो त्यो पूर्व बजार लाग्ने ठाउँहरूमा समस्या जस्तै हाइड्रो पावर कम्पनीहरू ठोकिएका छन्, यो यहाँलाई जानकारी नै छ। र त्यो हाइड्रो पावरले चाहिँ सबै जग्गा पहिलाको हाम्रो ऐतिहासिक बजार लागिरहने ठाउँहरू चाहिँ सबै अब हामीले चाहिँ सोचेका थियौँ हाइड्रो पावरको नाममा सबै जग्गा गइसक्यो होला भन्ने। र गत वर्ष यस्तै कार्यक्रम गरिरहँदाखेरि मञ्चबाटै घोष पनि भएको कुरा छ, यहाँहरूले सुन्नु भएको होला, हामीले पनि सुनेको थियौँ तर त्यो रेकर्ड छैन हैन। अबदेखि आउने वर्ष चाहिँ यो बजार यो ठाउँमा असम्भव हुने भयो, के यसको समाधानहरू खोजिने छ भनेर उद्घोष नै भएको कुरा हो। र अहिले यहाँनिर यत्रो समस्या बजारको लागि गरिरहनु आवश्यक नै थिएन। यदि तपाईँ हामी मिलेर त्यही जग्गालाई चाहिँ हामीले मनाउने जमर्को गरेको थियौँ भने सुन्नुहोस् है पोइन्ट। तर मितेरी क्लबले अब हामीले जे गरे पनि हुन्छ भन्ने पाराले गरिदिनु भयो या कसरी, यो कुरा चाहिँ कस्तो छ भने त्यो 10 लाख बजेट जब सशर्त अनुदान प्रदेशबाट आएको छ, त्यो अनुदान चाहिँ त्यो अनुदान रकमले चाहिँ यहाँहरूले यदि हामी समिति गठन गरेर अगाडि बढेको थिएनौँ भने यहाँहरूले त्यो जग्गामा खर्च गर्नै हुन्न थियो। यो प्रत्यक्ष हाम्रो नेताज्यू नै आएर हामी कहाँ अस्ति बोल्नु भएको छ, त्यहाँ यहाँहरूले जुन चाहिँ खाम्दा कोसेप्लामा उहाँ अतिथि आउनु भएको थिएछ, त्यो दिन हामीले पनि भेटेका थियौँ, उहाँलाई पनि हामीले त्यो फिल्डहरू देखायौँ। उहाँले के भन्नुभएको थियो भने र त्यो जग्गा चाहिँ मैले अब पारी नै, अब त्यो जग्गा कहाँ पर्छ मलाई थाहा भएन, जे भए पनि हेर्दा नजिक हो, त्यही वारी र पारी, तर पनि वडा नम्बर 3 र 4 परेको